रेनकोट ओढेर विद्यालय जाँदै गरेका 3 साना नानीहरू। सामान्यतया यो एउटा साधारण दृश्य हुन सक्थ्यो, तर कसैले त्यो दृश्यको भिडियो खिच्यो। भिडियो सामाजिक सञ्जालमा पोस्ट भयो र केही समयमै ती नानीहरू भाइरल भए। देशभरबाट उनीहरूको चर्चा हुन थाल्यो। कसैलाई उनीहरूको सङ्घर्षले छोयो, कसैलाई उनीहरूको सरलता र निर्दोषपन मन पर्यो। त्यस लगत्तै गाउँपालिकाले निशुल्क उच्च शिक्षा प्रदान गर्ने निर्णय गर्यो। तर आज त्यसले एउटा ठूलो प्रश्न उब्जाएको छ। के अब राज्यको सुविधा पाउन, राम्रो शिक्षा पाउन र आफ्नो अधिकार प्राप्त गर्न पनि बालबालिका पहिले भाइरल हुनुपर्ने हो? साथीहरू, आजको हाम्रो मुख्य विषयवस्तु हो केही दिन अघि मात्र सामाजिक सञ्जाल तताएका रोल्पाको रुन्टीगढी गाउँपालिकाका ती भाइरल बच्चाहरू। रोल्पाको रुन्टीगढी गाउँपालिकाका यी 3 साना नानीहरू सामान्य आर्थिक अवस्थाबाट आएका बालबालिकाहरू हुन्। वर्षाको समयमा रेनकोट ओढेर विद्यालय जाने उनीहरूको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। भिडियो भाइरल भएपछि उनीहरूबारे देशभर चर्चा भयो र त्यसपछि आयो एउटा खुसीको खबर। रुन्टीगढी गाउँपालिकाले उनीहरूलाई उच्च शिक्षासम्म निशुल्क अध्ययनको व्यवस्था गर्ने निर्णय गर्यो। भिडियो खिच्ने व्यक्ति लोकेन पोन थिए। नानीहरूले अध्ययन गर्ने विद्यालय, स्थानीय समाजसेवी र गाउँपालिकाको पहलमा उनीहरूले यस्तो अवसर प्राप्त गरेका हुन्। निसन्देह यो खुसीको कुरा हो। यी नानीहरूले पढ्न पाउनेछन्, उनीहरूको भविष्य निर्माणमा सहयोग पुग्नेछ र आर्थिक अभावका कारण शिक्षा रोकिँदैन भन्ने सन्देश पनि गएको छ। तर यहाँनिर अर्को गम्भीर प्रश्न सुरु हुन्छ। यदि ती नानीहरूको भिडियो भाइरल नभएको भए के हुन्थ्यो? यो प्रश्न समाज र सिङ्गो राष्ट्रतर्फ तेर्सिएको छ। नेपालका गाउँ गाउँमा यस्ता हजारौं बालबालिका छन्। कोही फाटेको जुत्ता लगाएर विद्यालय पुगिरहेका छन्, कोही किताब किन्न नसकेर साथीको किताब हेरेर पढिरहेका छन्, कोही बर्खायाममा खोल्सा र पहिरो पार गर्दै विद्यालय जान्छन्, कोही गरिबीका कारण विद्यालय नै छोड्न बाध्य छन्। तर उनीहरूको भिडियो भाइरल हुँदैन। त्यसैले उनीहरूका समस्या पनि चर्चामा आउँदैन। न कुनै युट्युबर उनीहरूको घरसम्म पुग्छ, न कुनै क्यामेरा उनीहरूको सङ्घर्ष रेकर्ड गर्न पुग्छ, न सामाजिक सञ्जालमा उनीहरूको कथा ट्रेन्ड हुन्छ। यसकारण स्वाभाविक रूपमा उठ्ने प्रश्न हो, के राज्यको सुविधा पाउन अब गरिबी पनि प्रमाणित हुनुपर्छ? के सहयोग पाउन अब सामाजिक सञ्जालमा भाइरल हुनुपर्छ? स्थानीय सरकारको निर्णयले यी 3 नानीलाई ठूलो राहत दिएको छ, त्यसमा कुनै शङ्का छैन। तर स्थानीय सरकारको जिम्मेवारी केवल भाइरल भएका बालबालिकासम्म सीमित हुनु हुँदैन। गाउँका कुना कन्दरामा रहेका, कसैको नजरमा नपरेका, क्यामेराको पहुँचबाट टाढा रहेका बालबालिकालाई पनि खोज्नु र अधिकार सम्पन्न गराउनु सरकारको दायित्व हो। भाइरल संस्कृतिको अर्को पक्ष पनि नियालेर हेरौँ। सामाजिक सञ्जालले धेरैलाई अवसर दिएको छ। कसैको समस्या सार्वजनिक भएपछि सहयोग जुटेको छ, कसैको प्रतिभा देखिएपछि जीवन परिवर्तन भएको छ। तर भाइरल संस्कृतिको अर्को अँध्यारो पक्ष पनि छ। हामीले विगतमा यस्ता धेरै उदाहरण देखेका छौँ। प्युठानका बिन्दास मनुष्य मिन बहादुर बुढा अर्थात् भेलु बाजे, कसैले उनको रमाइलो भिडियो खिचेर सामाजिक सञ्जालमा राखिदिए। उनी भाइरल भए। कोरोना कालको त्रासदीपूर्ण समयमा उनी धेरैका लागि मनोरञ्जनको पात्र बने। युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको भिड उनको घर वरिपरि जम्मा हुन थाल्यो। तर भाइरल हुनु र सम्मानपूर्वक बाँच्नु उस्तै कुरा होइन। अर्का थिए बाल कलाकार सचिन परियार। उनको प्रतिभा देखेर धेरैले माया गरे। उनी भाइरल भए। धेरैले उनलाई मनोरञ्जनको संसारमा अगाडि बढाए। तर कहिलेकाहीँ डिजिटल भिडले कसैको जीवनलाई आफ्नै इच्छा अनुसार चलाउन खोज्छ। क्यामेरा बन्द भएपछि, भिडियो सकिएपछि, भाइरल ट्रेन्ड सकिएपछि त्यो मानिसको जीवन वास्तविकमा के हुन्छ? यो प्रश्न हामीले धेरै पटक बिर्सिन्छौँ। आज सामाजिक सञ्जालमा भाइरल यी 3 नानीहरूको विषयमा पनि संवेदनशीलता अपनाउन जरुरी छ। आज रोल्पाका यी 3 नानीहरू भाइरल छन्। उनीहरूका लागि देशभरबाट शुभेच्छा आइरहेको छ। यो सकारात्मक कुरा हो। तर त्यसपछि सामाजिक सञ्जालमा आएका केही फलोअप भिडियोहरूले भने सोच्न बाध्य बनाएका छन्। नानीहरूलाई बारम्बार क्यामेरा अगाडि राख्ने, उनीहरूलाई असहज प्रश्न सोध्ने, उनीहरूको निजी जीवन र पारिवारिक अवस्थाबारे अन्टसन्ट प्रश्न गर्ने, यस्तो व्यवहार गरिरहँदा हामीले एउटा कुरा सम्झनु पर्ने हुन्छ। बालबालिका मनोरञ्जनका पात्र होइन, उनीहरू कन्टेन्ट होइन। उनीहरूका पनि भावना छन्, लाज छ, डर छ, असहजता छ र आफ्नो निजी संसार छ। कहिलेकाहीँ उनीहरूको अनुहारमै देखिन्छ उनीहरू क्यामेरा अगाडि सहज छैनन्। त्यसैले नानीहरूलाई आफ्नो गोरेटो आफै छिचोल्न देऊ। उनीहरूको जीवनलाई भाइरल ट्रेन्डको हिस्सा नबनाऊ। उनीहरूलाई सहयोग गरौँ तर उनीहरूको बाल्यकाल नखोसौँ। उनीहरूको भविष्य बनाऊ तर उनीहरूको वर्तमानलाई डिजिटल तमासा नबनाऊ। मुख्यतः हामीले दिन खोजेको सन्देश के हो भने रुन्टीगढी गाउँपालिकाको निर्णयलाई सकारात्मक रूपमा
विश्वासमा लिनुपर्छ। यी नानीहरूले उच्च शिक्षासम्म निशुल्क पढ्न पाउने भएका छन्। यो उनीहरूको अधिकार र भविष्यका लागि महत्त्वपूर्ण अवसर हो। तर अब स्थानीय सरकारले एउटा काम अझै गर्नुपर्छ। यस्तै अवस्था भएका तर सामाजिक सञ्जालमा भाइरल नभएका अन्य बाल बालिकालाई पनि खोज्नुपर्छ, किनभने गरिब बाल बालिकाको समस्या भाइरल भएको दिनदेखि मात्र सुरु हुँदैन। उनीहरूको सङ्घर्ष त वर्षौंदेखि चलिरहेको हुन्छ। फरक यति हो, कसैको कथा क्यामेरामा कैद हुन्छ, कसैको कथा गाउँको धुलो माटोमा हराउँछ। कसैको भिडियो लाखौं मानिसले हेर्छन् भने कतिपयको आँसु कसैले देख्दैन। तर राज्यको नजरमा सबै बाल बालिका बराबर हुनुपर्छ। सहयोग पाउन कसैलाई भाइरल हुनुपर्ने अवस्था आउनु हुँदैन। आज यी 3 नानीहरूका लागि खुसी मनाऊ। उनीहरूले पढ्न पाउने भएका छन्, उनीहरूको भविष्यका लागि बाटो खुलेको छ। तर उनीहरूलाई भाइरल बनाउने प्रतिस्पर्धामा नलागौं। उनीहरूलाई बारम्बार क्यामेरा अगाडि उभ्याएर प्रश्न नगर्नुहोस्। उनीहरूको बाल्यकाललाई हामी सबैले सम्मान गरौँ, किनभने कुनै पनि बाल बालिकाले आफ्नो अधिकार पाउन पहिले सामाजिक सञ्जालमा भाइरल हुनुपर्ने छैन। रुन्टीगढीका यी 3 नानीहरूलाई शुभकामना। उनीहरू पढुन्, अगाडि बढुन्, आफ्नो सपना पूरा गरून्। र हाम्रो समाजले पनि एउटा कुरा सिक्नुपर्छ, सहयोग गरौँ तर तमासा नबनाऊ, प्रचार गरौँ तर बाल बालिकाको गोपनीयता र सम्मान नछिनौ, र राज्यको सुविधा भाइरल भएकालाई मात्र होइन, आवश्यकतामा रहेका सबै बाल बालिकासम्म पुर्याऊ। किनभने नानीहरूको भविष्य ट्रेन्डिङ ह्यासट्यागले होइन, समान अवसरले बन्नुपर्छ।